यो बाथरूमको बोर्डरको लागि कटिङ गर्दैछु। त त्यसको लागि मैले एउटा हेर्नु पट्टी लिइहालेको छु। यो टाइल्स हो, यो टाइल्स माथि अर्को टाइल्स लिएर यसको चाहिँ मैले नापी गरिसकेको छु। यो चाहिँ मलाई चाहियो 2.5 इन्चीको। यसको लागि मैले हेर्नु 1.5 इन्ची आधा सुत्ता बराबर हुने गरी 1.5 इन्ची आधा सुत्ता बराबर हुने गरी नापी लिइसकेको छु। मलाई चाहिएको भनेको 2.5 इन्ची हो। यसको प्लेट भनेको हाम्रो हेर्नु 4 इन्ची भन्दा कमै छ। त्यही अनुसार मैले फर्मा बनाएको छु। त्यसलाई मैले यो प्लेट अब बिछाइदिइसकेँ। अब यो प्लेटलाई बेवा क्विकले मजाले जाम गरिदिने। जाम गरिदिए ठाउँ ठाउँमा मजाले। यसो गऱ्यो भने चाहिँ यो प्लेटलाई चाहिँ यताउता हल्लिन दिँदैन। त्यही गरिसकेपछि मेरो चाहिँ बोर्डरको लागि फर्मा चाहिँ एकदम रेडी भइसकेको छ। अब बाथरुमको लागि हो चाहिएको बोर्डर प्लेट बराबर यो गरेर ठ्याक्कै हेर्न सक्नुहुन्छ। नापी आइसकेको छ 2.5 इन्चीको। अब यही अनुसार सटर कटिङ गर्ने। एक पिसबाट चाहिँ हाम्रो 10 पिस निक्लिँदैछ। यो चाहिँ 2टा बाथरुमको लागि चाहिँ 10 पिसले लगभग पुगिहाल्छ। अब चाहिँ कटिङ गरौँ। कटिङ गरिसकेपछि म हेराउँछु तपाईँलाई ठ्याक्कै कति आयो भनेर। ठ्याक्कै 2.5 इन्चीको पट्टी निस्किन्छ। यसरी चाहिँ फर्मा बराबर सबतिर 2.5 इन्चीको यही कटिङ गर्दैछु। अब यसलाई कटिङ गरौँ पहिला, त्यसपछि माथि बाथरुम सुरु गर्नुपर्छ। बोर्डर चाहिँ कटिङ गरेर आइसकेको छ, हेर्न सक्नुहुन्छ। एकदम फ्रेस कटिङ छ। यसलाई र पनि नि यो हल्का हल्का छ नि यो अलिकति। त्यसको लागि चाहिँ अलिकति मोल्डिङ गर्नुपर्ने हुन्छ। त्यसको लागि मैले 0 ब्लेडले हल्का मात्रै धार मारिदिन्छु ताकि यो हाम्रो फिनिसिङ आउँछ। यसरी हेर्नमा राम्रो लाग्छ। लगाएर पनि अलिअलि चोट्टा छ भने 0 ब्लेड लगाइदिनु, एकदम फ्रेस भइहाल्छ। यो टाली चाहिँ त्यही हो बाथरुममा अब सुरु गर्न आँटेको। पहिला चाहिँ यसलाई हल्का यो धार मारौँ, त्यसपछि काम सुरु गर्नुपर्छ बाथरुमको। ल हेर्नु, यसको मोल्डिङ पनि भइसकेको छ। चोक्टाहरू निस्केको छ नि, त्योहरू चाहिँ अब देखिँदैन। यस्तै गऱ्यो भने नि फिनिसिङ राम्रो आउँछ। तपाईँहरू पनि ट्राई गर्नु होला यो तरिका। टाली चाहिँ यही हो हाम्रो वाइटमा आएको छ। यो चाहिँ अर्को सुरुमा चाहिँ यो टाली फिक्स यो टाली थियो बाथरुमको। अरू बाथरुमहरूमा चाहिँ 2टा बाथरुममा चाहिँ यो टाली लागेको छ, तर पनि अब चाहिँ योमा चाहिँ अलिकति चेन्ज भयो। यसमा चाहिँ यो छ बाथरुम, यो 2टा बाथरुम हो। हेर्न सक्नुहुन्छ, यही हो बाथरुम यो, अनि अर्को चाहिँ यो हो। यो 2टा बाथरुममा चाहिँ हाम्रो यो टाली लाग्छ वाइटमा बोर्डर दिएर। यसको चाहिँ अलिकति राम्रो लाग्छ किनभने वाइटमा ब्ल्याकको भयो भने अलिकति कम्बिनेसन राम्रो लाग्छ हेर्नमा। अब सुरु गरौँ। मैले फ्युज लेभलहरू चाहिँ सब भइसकेको छ। जहिले पनि यो एडिसीमा टाली लाउँदा चाहिँ नि यस्तो ग्रिप लिएर ग्रिप भयो भने नि हेर्नु यसरी गऱ्यो भने नि यसमा पनि गरिदिएको छु। त्यहाँ हेर्नु यहाँ पनि मजाले वालमा पनि मैले मजाले गरिदिइसकेको छु। हेर्नु यस्तो गऱ्यो भने पकड चाहिँ राम्रो हुन्छ। तपाईँ पनि यस्तो गरेर ट्राई गर्न सक्नुहुन्छ। घन्टीमा पनि गरिदिइसकेको छु, एकदम लेभलमा पनि छ। जहिले पनि हामीले यो ग्रिप लगाउँदाखेरि चाहिँ नि जस्तै फर्स्ट टाली भयो, अर्को टाली लगाउँदाखेरि यताबाट हाल्ने होइन कि यताबाट। जस्तै यो हाम्रो यताबाट हाल्यो भने यो टाइट गर्दाखेरि यो टाली अझै माथि फालिदिन्छ। त्यही भएर यो मिस्टेक हुन्छ। यसरी गऱ्यो भने यो माथिबाट हाल्यो भने नि यसले चेप्दाखेरि यो ठ्याक्कै लेभलमा आउँछ। यस्तो गऱ्यो भने चाहिँ यो एकदम राम्ररी बस्छ। तलबाट गरेको टाइट गरेर माथि फालिदिन्थ्यो, त्यही भएर त्यो लेभल मिस्टेक हुन्थ्यो। यस्तो गरेर चाहिँ टाइट गर्दाखेरि ठिक्क तल नै लागेर आउँछ। त्यही भएर पनि गर्दाखेरि यसरी गर्नु होला तपाईँहरूले। अहिलेसम्म चाहिँ यति भइसक्यो। अहिले लगभग 3 बजिरहेछ। यति भइसकेको छ।
अहिले लाइनले अलिकति स्टप गरेर नत्र अहिलेसम्म यो पनि भइसकेको हुन्थ्यो। यति चाहिँ मैले यहाँसम्म भइसक्यो। यसमा चाहिँ ग्रेनाइट नै छ पुरै फ्रेमिङ। यति भयो। यो पनि लाइन बनिसकेको छ। यसको सब नापिलिसकेको छु, कटिङ गर्न मात्रै बाँकी छ। यता पनि भइसक्यो, यसको पनि कटिङ गर्न मात्रै बाँकी छ। पहिला यो गरौँ कति हुन्छ। लाइनै आएको छैन, लाइनले डिस्टर्ब गरिरहेको होला। आज चाहिँ यति नै भयो। यहाँ भनेको बोर्डर कटिङ गरेँ। अनि बोर्डर कटिङ गरेपछि त्यसलाई हल्का मोल्डिङ गरेर 0 ब्लेड लगाएर त्यसपछि फिटिङ गर्न सुरु गरेँ। अब सानो ठाउँमा त अलिकति टाइमै लाग्छ, त्यही भएर आज चाहिँ यति मात्रै भयो। हेर्न सक्नुहुन्छ यो एक पिस दिएर त्यही हो, सेम डिजाइन सेम हो, टाइल्स मात्रै फरक हो। र त्योभन्दा यसमा सुट दिएको छ बढी, किनभने यो व्हाइट र ब्ल्याकको कम्बिनेसन भनेको जेमा पनि सुट हुन्छ नि त। तर यहाँ चाहिँ यति मैले लगाइदिइसकेको छु। भोलि आएर यसलाई कम्प्लिट गर्ने सुरुमा। यो चाहिँ भनेको हाम्रो ढोका लाग्ने हो, त्यही भएर यसको सिधा ठ्याक्कै यो चेना लगाएछु मैले। यसको सिधा गरेर फ्रेम त ठ्याक्कै यो माथि बस्छ नि त। अनि यता पनि हुन्छ टाली, यता त भएन। र आजलाई यति भयो।